सर्लाही 4 को प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका डाक्टर अमरेश कुमार सिंह अग्रतामा रहेका छन्। उनले 1239 मत ल्याउँदा नेपाली कांग्रेसका गगन थापा 768 मत सहित 471 मतले पछाडि परेका छन्। सुनसरी निर्वाचन क्षेत्र नम्बर 1 मा मतगणना सुरु भएको छ। धरान 8 स्थित निर्वाचन अधिकृतको कार्यालयमा सर्वदलीय बैठकपछि गणना सुरु गरेको हो। यस क्षेत्रमा श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरानका पूर्व प्रमुख हर्क सम्पङ सहित विभिन्न उम्मेद्वार प्रतिस्पर्धामा छन्। पहिलो चरणमा धरान 1 का 2 मतपेटिका खोलिएको निर्वाचन अधिकृतले बताएको छन्। ताप्लेजुङमा प्रतिनिधि सभा निर्वाचनको मतगणना सुरु भएको छ। हालसम्म 740 मत गन्ध नेपाली कम्युनिस्ट पार्टीका खेल प्रसाद बुढा छेत्रीले 346 मत सहित अग्रता लिएका छन्। नेपाली कांग्रेसका गणेश तिम्बुङ लिम्बू 161 मत सहित दोस्रो स्थानमा छन् भने नेकपा एमालेका 36 थेवे 149 मत सहित तेस्रो स्थानमा रहेका छन्। प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसका योगेश गौचन थकाली 3307 मत सहित मुस्ताङबाट विजयी भएका छन्। एमालेका इन्द्रधारा विष्ट 1806 मत सहित दोस्रो स्थानमा रहे भने राष्ट्रिय स्वतन्त्र पार्टीको आदित्य चन्द्र थकाली 759 मत सहित तेस्रो स्थानमा सीमित भए। निर्वाचनमा प्रतिस्पर्धा गरेको 8 मध्ये 5 उम्मेद्वारले आवश्यक 10% मत कटाउन नसक्दा उनीहरूको जमानत जफत भएको छ। कोइलाली निर्वाचन क्षेत्र नम्बर 5 को प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका आनन्द बहादुर चन्द्र अग्रतामा रहेका छन्। उनीहरूले 3944 मत ल्याएका छन्। नेपाली कांग्रेसका नर नारायण शाह 1475 मत सहित दोस्रो स्थानमा छन् भने एमालेको यज्ञराज ढुङ्गाना उपाध्याय 846 मत सहित पछि रहेका छन्। प्रतिनिधि सभा निर्वाचन अन्तर्गत धादिङ क्षेत्र नम्बर 1 मा राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेद्वार आशिका तामाङ अग्रतामा रहेकी छन्। उनले हालसम्म 5309 मत प्राप्त गरेकी छन्। एमालेका भूमि त्रिपाठी 2624 मत सहित दोस्रो स्थानमा छन् भने कांग्रेसका कृष्ण आचार्य 1453 मत सहित पछि रहेका छन्। प्रतिनिधि सभा निर्वाचन अन्तर्गत डडेलधुरामा राष्ट्रिय स्वतन्त्र पार्टीका तारा प्रसाद जोशी 1286 मत सहित अग्रतामा रहेका छन्। नेपाली कांग्रेसका नयनसिंह महर 870 मत सहित दोस्रो स्थानमा उक्लिएका छन् भने नेकपाका मानसिंह माल 843 मत सहित तेस्रो स्थानमा रहेका छन्। प्रतिनिधि सभा निर्वाचन अन्तर्गत जाजरकोटमा मतगणनाको प्रारम्भिक नतिजा आउन थालेको छ। शिवलय गाउँपालिकाबाट सुरु भएको गणना नेपाली कांग्रेसका खड्का बहादुर बुढाले 1092 मत सहित अग्रता लिएका छन्। एमालेका डम्बर बहादुर सिंह 3013 मत सहित दोस्रो स्थानमा छन् भने नेकपाका शक्ति बहादुर बस्नेत 196 मत सहित तेस्रो स्थानमा रहेका छन्। प्रतिनिधि सभा निर्वाचन अन्तर्गत काठमाडौँ क्षेत्र नम्बर 8 मा राष्ट्रिय स्वतन्त्र पार्टीका विराज भक्त श्रेष्ठ भारी अग्रता लिएका छन्। हालसम्म 27305 मत गणना हुँदा श्रेष्ठले 18111 मत प्राप्त गरेका छन्। नेकपाका सुमन साएमी 2314 मत सहित दोस्रो स्थानमा छन् भने नेपाली कांग्रेसका सपना राज भण्डारी 2050 मत सहित तेस्रो स्थानमा रहेकी छन्। प्युठान निर्वाचन क्षेत्र नम्बर 1 मा नेपाली कांग्रेसका डाक्टर गोविन्द राज पोखरेलले 1984 मत सहित अग्रतामा रहेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सुशान्त वैदिक 1405 मत सहित दोस्रो स्थानमा छन्। राष्ट्रिय जनमोर्चाका तिलक बहादुर जीसी 439 मत सहित तेस्रो स्थानमा रहँदा एमालेको सूर्य बहादुर थापा क्षेत्र चौथो स्थानमा छन्। झापा निर्वाचन क्षेत्र नम्बर 1 मा राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेद्वार निशा डङ्गी 1591 मत सहित अग्रतामा रहेकी छन्। श्रम संस्कृति पार्टीका केवल राम राई 775 मत सहित दोस्रो स्थानमा छन् भने नेपाली कांग्रेसका केशवराज पाण्डे 570 मत सहित तेस्रो स्थानमा रहेका छन्। काठमाडौँ निर्वाचन क्षेत्र नम्बर 1 मा राष्ट्रिय स्वतन्त्र पार्टीकी रन्जु दर्शनाले 15455 मत सहित विजय हासिल गरेकी छन्। नेपाली कांग्रेसका प्रबल थापा 6364 मत सहित दोस्रो स्थानमा रहँदा राप्रपाका रविन्द्र मिश्र 3972 मत सहित तेस्रो स्थानमा सीमित भएका छन्। यससँगै मिश्रले लगातार तेस्रो पटक निर्वाचनमा पराजय बेहोरेका छन्। चित्तवन निर्वाचन क्षेत्र नम्बर 3 मा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोभिता गौतमले फराकिलो अग्रता कायम राखेकी छन्। हालसम्म 19045 मत गणना हुँदा गौतमले 9879 मत प्राप्त गरेकी छन् भने नेकपाकी रेणु दाहाल 5256 मत सहित पछि रहेकी छन्। त्यस्तै एमालेका टेक प्रसाद गुरुङ तेस्रो स्थानमा रहेका छन्। मोरङमा राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेद्वारका प्रतिनिधि दुर्गा रेग्मीको मृत्यु भएको छ। 50 वर्षीय रेग्मी रङ्गेली 9 का बासिन्दा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
झापा निर्वाचन क्षेत्र नम्बर 5 मा राष्ट्रिय स्वतन्त्र पार्टीका बालेन्द्र शाहले अग्रता बढाएका छन्। हालसम्मको मतगणनामा बालेनले 5254 मत प्राप्त गरेका छन् भने एमाले अध्यक्ष केपी शर्मा ओलीले 1248 मत सहित पछि रहेका छन्। यससँगै बालेन ओली भन्दा 4000 भन्दा बढी मतले अघि रहेका छन्। आछाम निर्वाचन क्षेत्र नम्बर 1 मा नेकपाका भीम रावलले सुरुवाती अग्रता लिएका छन्। पहिलो मत अपडेट अनुसार रावलले 364 मत प्राप्त गरेका छन्। एमालेका दीपक बहादुर साउद 214 मत सहित दोस्रो स्थानमा छन् भने नेपाली कांग्रेसका भरत स्वर र रासपका ओम प्रकाश रावल पछाडि रहेका छन्। चित्त निर्वाचन क्षेत्र नम्बर 2 मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले फराकिलो अग्रता कायम गरेका छन्। उनले 10,814 मत प्राप्त गर्दा नेपाली कांग्रेसकी मीना खरेल 3,319 मत सहित पछि रहेकी छन्। लामिछाने खराल भन्दा तेब्बर भन्दा बढी मतान्तरले अगाडि रहेका छन्। विश्लेषणहरूका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीको समर्थन आकर्षण भन्दा पनि पुराना दलहरूप्रतिको विकर्षणका कारण बढेको हो। कांग्रेस एमाले र माओवादी जस्ता स्थापित दलप्रति असन्तुष्टि बढेपछि मतदाताले नयाँ विकल्पतर्फ झुकाव देखाएको बताएको छ। नयाँ अनुहार र परिवर्तनको अपेक्षाले पनि रासपालाई समर्थन बढेको विश्लेषण गरिएको छ। विश्लेषकहरूका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीको उदय राजनीतिमा देखिए पनि सामाजिक सांस्कृतिक क्षेत्रमा ठूलो परिवर्तन हुने सम्भावना तत्काल देखिँदैन। रासपा पनि हालको राजनीतिक संरचना र प्रवृत्ति भित्रबाट अघि आएको विश्लेषण गरिएको छ। विश्लेषकहरूका अनुसार मतदाताको चाहना मात्रले चुनावी परिणाम निर्धारण हुँदैन। चुनावमा प्रचार प्रसार, आर्थिक स्रोत, राजनीतिक माहौल र मिडियाको भूमिकाले पनि ठूलो प्रभाव पार्ने बताएको छ। यी कारणले गर्दा सबै नयाँ दलहरूले समान समर्थन पाउन नसकेको विश्लेषण गरिएको छ। विश्लेषकले मतगणनाका क्रममा अग्रता लिइरहेको दल र नेतृत्व अहिले उत्साहमा रहेको बताएका छन्। यस्तो अवस्थामा सल्लाह भन्दा पनि परिणामलाई शान्त रूपमा स्वीकार्दै जिम्मेवारीपूर्ण अघि बढ्नु महत्त्वपूर्ण हुने उनको भनाइ छ। विश्लेषकहरूका अनुसार हालको निर्वाचन परिणामले नेपाल राजनीतिमा परिवर्तनको संकेत देखिए पनि अस्थिरता पूर्ण रूपमा अन्त्य हुन सम्भावना भने तत्काल देखिँदैन। नयाँ नेतृत्व उदाय पनि राजनीतिक प्रवृत्तिमा ठूलो परिवर्तन हुन बाँकी रहेको विश्लेषण गरिएको छ। दाङ निर्वाचन क्षेत्र नम्बर 2 मा राष्ट्रिय स्वतन्त्र पार्टीका विपिन कुमार आचार्य फराकिलो आग्रतामा रहेका छन्। हालसम्म 3,915 मत गणना हुँदा आचार्यले 2,429 मत प्राप्त गरेका छन्। एमालेका महासचिव शंकर पोखरेलले 583 मत सहित पछि रहेका छन् भने कांग्रेसका किरण किशोर घिमिरे तेस्रो स्थानमा रहेका छन्। प्रतिनिधि सभा निर्वाचन अन्तर्गत मुस्ताङबाट नेपाली कांग्रेसका योगेश गौचन थकाली पुन निर्वाचन भएका छन्। उनले 3,307 मत प्राप्त गर्दा एमालेका इन्द्रधार विष्ट 1,806 मत सहित दोस्रो स्थानमा रहे। रासपका अदित्य चन्द्र थकाली 759 मत सहित तेस्रो स्थानमा रहेका छन्। पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी प्रति देखिएको जनसमर्थनलाई सुशासन र समृद्धिको आकांक्षाबाट उत्पन्न शान्ति विद्रोहको रूपमा व्याख्या गरेका छन्। उनले सामाजिक सञ्जाल मार्फत राष्ट्रपालाई बधाई दिँदै जनताको अपेक्षा पूरा गर्न सफल होस् भन्ने शुभकामना व्यक्त गरेका छन्। विभिन्न निर्वाचन क्षेत्रका मतदातासँग गरिएको अध्ययन र विश्लेषण अनुसार यसपालि राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा देशभर लहर देखिएको दाबी गरिएको छ। धेरै क्षेत्रमा रासपाको उम्मेद्वारहरू बलियो स्थितिमा रहेको र मतदातामा परिवर्तनको चाहना बढेको विश्लेषण गरिएको छ। विश्लेषण अनुसार यसपालि निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा ठूलो जनसमर्थन देखिएको दाबी गरिएको छ। मतदाताको ठूलो हिस्सा रासपातर्फ गएको र पुराना दलहरू बीच मत विभाजन हुँदा रासपालाई फाइदा हुन सक्ने विश्लेषण गरिएको छ। यसले संसदमा रासपाको सीट संख्या उल्लेख रूपमा बढ्न सक्ने संकेत गरेको छ। विश्लेषण अनुसार यदि अन्य दलहरूले अघिल्लो निर्वाचनमा पाएको मतको करिब 1/3 हिस्सा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फ सारेको अवस्थामा रासपाको औसत मत करिब 40% सम्म पुग्न सक्ने अनुमान गरिएको छ। यस्तो अवस्थामा रासपाको चुनावी शक्ति अझ बलियो बन्न सक्ने